हामी धेरै कुरा सिक्छौँ, अरूलाई सहयोग गर्न, अरूको ख्याल गर्न, अरूलाई माया गर्न। तर एउटा कुरा भने प्राय बिर्सन्छौँ, आफूलाई माया गर्न। हामी अरूका गल्ती माफ गर्छौँ, तर आफ्नै गल्तीलाई कहिल्यै क्षमा गर्दैनौँ। हामी अरूको दुःख बुझ्छौँ, तर आफ्नै पीडालाई कमजोरी ठान्छौँ। आज हामी यही विषयमा कुरा गर्दैछौँ। आफूलाई माया गर्न सिक्दा किन जीवन बिस्तारै तर गहिरो रूपमा बदलिन्छ। पहिला एउटा भ्रम तोडौँ। आफूलाई माया गर्नु भनेको स्वार्थी हुनु होइन, अरूलाई व्यवस्था गर्नु होइन, म मात्र सही भन्नु होइन। आफूलाई माया गर्नु भनेको आफूलाई मानव स्वीकार गर्नु हो। गल्ती गर्न सक्ने, थाक्न सक्ने, डराउन सक्ने एक साधारण मानव। जब हामी आफूलाई पूर्ण हुन बाध्य पार्छौँ, त्यहीबाट आत्म-आलोचना सुरु हुन्छ। धेरैजसो मानिस आफैप्रति कठोर हुन्छन्। किनकि बाल्यकालदेखि तुलना गरियो, अरू जस्तो बन्नुपर्छ भनियो, गल्ती गर्दा डाँटियो, बुझाइएन। यसैले हाम्रो दिमागले सिक्यो, म पर्याप्त छैन। जब यस्तो सोच गहिरो हुन्छ, आफूलाई माया गर्ने विचार हामीलाई अजीब लाग्न थाल्छ। जब हामी आफूलाई माया गर्दैनौँ, सानो आलोचनाले गहिरो चोट दिन्छ। सम्बन्धमा हामी सधैँ कम महसुस गर्छौँ, ना भन्न सक्दैनौँ, अरूको स्वीकृतिमा बाँच्न थाल्छौँ। बाहिरबाट सबै ठिक देखिए पनि भित्र आत्मसम्मान कमजोर हुँदै जान्छ। यही अवस्था थकान, निराशा र कहिलेकाहीँ आत्मघृणामा बदलिन्छ। परिवर्तन ठूलो आवाजसँग आउँदैन, यो सानो तर गहिरो हुन्छ। जब तपाईँ आफूलाई माया गर्न थाल्नुहुन्छ, गल्तीलाई सिकाइ ठान्नुहुन्छ, अरूको विचारले कम असर गर्छ, सीमाना बनाउनुहुन्छ, बाउन्ड्रिज, सम्बन्ध स्वस्थ बन्छ। सबैभन्दा महत्त्वपूर्ण, तपाईँभित्र शान्ति आउँछ। तपाईँ आफ्नै साथ सुरक्षित महसुस गर्न थाल्नुहुन्छ। आफूलाई माया गर्न सिक्ने व्यावहारिक उपाय। 1. आत्मसंवाद परिवर्तन गर्नुहोस्। आफूले आफैसँग के बोल्नुहुन्छ, डाँट्ने शब्दलाई बुझ्ने शब्दले बदल्नुहोस्। 2. तुलना घटाउनुहोस्। तुलना आत्ममायाको सबैभन्दा ठूलो शत्रु हो। 3. सीमाना बनाउनुहोस्। सबैलाई खुसी बनाउने प्रयास आफूलाई दुखी बनाउँछ। 4. शरीर र मनको ख्याल राख्नुहोस्। यो विलासिता होइन, यो आवश्यकता हो। 5. आफूलाई समय दिनुहोस्, एक्लै बस्न सिक्नुहोस्। शान्ति त्यहीबाट सुरु हुन्छ। धेरैले सोच्छन्, पहिले सफल हुन्छु, त्यसपछि आफूलाई माया गर्छु। तर सत्य उल्टो हो। आफूलाई माया गर्ने मानिस लामो दौडमा अझ बलियो हुन्छ, किनकि उसले असफलतामा आफूलाई तोड्दैन, सम्हाल्छ। याद राख्नुहोस्, तपाईँ अरू कसै जस्तो बन्न आएको होइन, तपाईँ हुन आएको हो। आफूलाई माया गर्नु कमजोरी होइन, यो आन्तरिक बल हो। आज आफूलाई सोध्नुहोस्, यदि म मेरो साथी भएको भए म आफैसँग कसरी व्यवहार गर्थे। त्यहीबाट परिवर्तन सुरु हुन्छ। किनकि जब तपाईँ आफूलाई माया गर्न सिक्नुहुन्छ, जीवन स्वाभाविक रूपमा तपाईलाई माया गर्न थाल्छ।